साथीहरू अनि मैले चाहिँ यहाँ भाइ पनि टक्कसँगले लगाएर बसिरहेको छु। भारी चाहिँ हेर्न सक्नुहुन्छ है, त्यस्तो ठुलो पनि छैन। वेलकम ब्याक टु माई युट्युब च्यानल। नमस्ते, तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ मैले कन्टेन्ट चाहिँ यो कुच्चोबारीदेखि सुरु गरेको छु। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो कुच्चो पेवा हो क्या, 5 काला छ। अनि कुच्चोहरू यो टक्कसँगले हेर्न सक्नुहुन्छ, यतातिर छ। अनि मैले अहिले भर्खरै आएको नि त। अनि यहाँ साथीलाई भरे दिउँसो चाहिँ खेतालो सघाउनु जानुपर्ने छ। अनि त्यही भएर छिटो गरेर यहाँ एक मुठा हुन आँटेको छ। अनि कन्टेन्ट नबनाएको पनि धेरै भयो नि त। हाम्रो यो त कुच्चोहरू यस्नुपर्छ होइन। यहाँ एक मुठा छ, 4-5 मुठा जति थुनिसक्यो। म चाहिँ आज त्यतिकै आइदिएको। यहाँनिर यस्तो पाखाहरू छैन नि त, पाखाहरू नभएपछि त्यस्तो काट्दैन पनि। कुच्चोहरू काट्नु त काट्छ कि, तर थिच्नु पर्दैन नि त। त्यही भएर मेरो कुच्चोहरू सक्नुहुन्छ। यहाँदेखि यो माथिसम्म छ। कुच्चो चाहिँ एकदम परिरहेको छ। मेरो पेवा हो क्या, 5 काला छ। पहिले को चाहिँ नयाँ बिराउट हो। अनि त्यही भएर कति 1 क्विन्टल कति केजी निस्केको थियो, 100 केजी कति निस्केको थियो। तान्दै कसमले अनि यो नतानिनेहरू चाहिँ यस्तोमा च्यात्नुपर्छ, यस्तोतिर च्यात्नुपर्छ। अनि त्यही हो, मैले अन्त चाहिँ लगभग 50 केजी जित्छु होला सोचिरहेको छु अहिले बिहान। अनि कुच्चोको भाउ पनि त्यस्तो छैन नि त आजभोलि। यसोमा चाहिँ गलेर कन्टेन्ट पनि बनाइदिनु पऱ्यो भनेर यहाँ बिहान चाहिँ ब्याग पनि छ होइन। ब्लुटुथ बजाउँदै पुरै होइन, एक्लै गीत सुन्दै होइन काम गरिरहेको छु। त्यही हो, हेर्न सक्नुहुन्छ। यो चाहिँ हामीले एकदम सफा तरिकाले फाडेको, यता हेर्न सक्नुहुन्छ। यसो लहराहरू पनि छैन क्या। कुनै कुच्चोबारीहरूमा नफाडेकोहरूमा लहराहरू हुन्छ, अड्किन्छ। तर यहाँ त्यस्तो अड्किँदैन क्या, लहराहरू पनि छैन, झारहरू पनि छैन होइन। चल बाक्कुलो पनि छ क्या, बाक्कुलो भएपछि झारहरू पनि पलाउँदैन। यो कान्छी लहराहरू हामीले काटेको यस्तो मरि गइरहेको छ यसँगले। त्यही हो साथीहरू, कति केजी जति झिकिन्छ आज। अनि दिउँसो पनि खेतालो जानुपर्ने छ। अब त्यस्तो कन्टेन्टहरू आइरहेको छ प्रायः जस्तो। कन्टेन्ट चाहिँ अब चाहिँ बनाइराख्नु सोचिरहेको छु। मेरो वाच टाइम पनि घटिरहेको छ क्या, त्यही भएर बल्ल 2000 कति पुगेको थियो वाच टाइम। त्यही हो, अस्ति 100 जति घटेछ। त्यही भएर कन्टेन्ट बनाउने हो। अनि मेरो फोनको क्यामेरा, पछाडिको क्यामेरा बिग्रेको छ। अनि हत्तो पनि बनाउनु सोचिरहेको छु। त्यही हो, पाहाडको ठाउँमा होइन अब कुच्चो गर्दै हुन्छ। यस्तो टाइट हुन्छ कि यो तान्दाखेरि आउँदैन, तान्दाखेरि नआउने अरे यस्तोमा चाट्नुपर्छ क्या, 2 हातले चाट्नुपर्छ। त्यही हो, अब कति केजी छुतिन्छ। अब एकछिनमा म कुच्चो एकचोटि भेला पार्छु होइन, थुतेर अनि देखाइदिन्छु। आज चाहिँ म यही कालामा त थुच्छु होला सायद। कुच्चो अलिक परिरहेको छ क्या, थुप्रो छ। यहाँ हेर्न सक्नुहुन्छ है, कुच्चोहरू हेर्नु न कति अल्गल छ। म यहाँ छु, कुच्चोहरू माथि छ। अब यसलाई लडाउँदै थिच्नुपर्ने हुन्छ। त्यही हो साथीहरू, फर्स्टमा म कुच्चो थुनिसक्छु, आधी बनाउँछु होइन। यता त एकैचोटि सक्दिनँ, अब बिसाउनु पनि पर्छ नि त, रेगुलर काम गर्नु सक्दिनँ। बिसाउँदै काम गरिरहेको छु। फर्स्टमा अब आधी थुचेर तपाईँहरूलाई देख्छु। अनि टक्कसँगले मान्छे आधी भन्दा अलिक थोरै थुटेको छु। अनि अब 2 घन्टा भएछ होइन। अब घर जानुपर्छ, साथीलाई सघाउनु पर्ने। कति मुठा जति झिके, पैसा कति मुठा झिके होइन, कुच्चो होइन यो, पैसा हो पैसा। त्यही हो, टक्कसँगले एकचोटि बोकौँ कति मुठा जति छ होइन। लगभग पर 5 मुठा थियो, 10-12 मुठा जति चाहिँ झिक्यो होला सायद होइन। त्यो यति झिके छ अहिले चाहिँ। महेन्द्र बाहुबली यहाँ 5 मुठा छ, यहाँ चाहिँ 5 मुठा छ। अरू हेर्नुमै कति मुठा थुतिएछ। यहीँ राखेर गर्नु न।
यो गर्नुपर्छ तगसँगले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 मुठा झिकेको छु। यति छ हेर्नु सक्नुहुन्छ। त्यो चाहिँ यति एकदम होइन ठिकै तरिका त्यस्तो थोरै पनि होइन ठिकै हो झिकेको। यो हेर्नु सक्नुहुन्छ कुचो चाहिँ राम्रो निस्केको हो क्या। यहाँ हेर्नु सक्नुहुन्छ यतिमा यति यो अब आधी रहेछ अब आधी छ। अब यसलाई पनि 45 भइरहेको रहेछ 10:45 अब एकछिन झिक्छु होला सायद। पैसा झिक्नुपर्छ नि हो होइन पैसा जो होइन यो पैसा हो। अनि बोकेर पनि लानुपर्ने हुन्छ यसलाई घरमा लगेर सुकायोरी बेच्नु लानुपर्ने हुन्छ। यहाँ हेर्नु सक्नुहुन्छ यति छ अझै। यो कालो त सानो काला हो। यो यसमा पनि अलिअलि कुचो छ। योभन्दा माथिल्लो काला र माथिल्लो काला दुईवटा कालामा छ धेरै राम्रो तरिकाको छ क्या। त्यो चाहिँ एकदम पर्छ होइन। त्यो अब एकछिन बिसाउने हो। पैसाले मार्नु आँटो पसिना निस्केर यहाँ हेर्नु न यति गाह्रो हुन्छ कि कुचो चिप्नु। अनि स्याहार्नु पनि एकदम गाह्रो हुन्छ क्या। अनि के हो भन्छ यसलाई फाड्नु पर्यो 3 चोटि अनि यसरी थुत्नु पर्यो अनि बोकेर सुकाएर बाँस काटेर चुया बनाएर बाँधीवरी लानुपर्छ क्या। त्यो नि भावै छैन यसपालि नि कुचो 50-60 त्यस्तै छ भन्दैछ सुनेको थिएँ। पहिले त 130सम्मको हुन्थ्यो घाटा। अब 50 रुपियाँ केजीले कति। अनि 2 मुठा पनि थुतिसकेको छु। अब भारी लगाउनु पर्ने हुन्छ टक्करसँगले हेर्नु सक्नुहुन्छ। यसरी यो नामो राखेर यसरी 2टा माथि 3टा माथि 3टा मुनि गर्दै लगाउनु पर्छ। नत्र भारी एकैतिर मात्र हुन्छ क्या। अनि एकैतिर मात्र भारी भयो भने फेनी भएर लड्ने सम्भावना हुन्छ क्या। त्यही हो यसलाई घरसँग पुर्याउने तरिकाले भारी लगाउनु पर्ने हुन्छ राम्रो तरिकाले। घर त त्यस्तो टाढो छैन कि र पनि बाटोमा चाहिँ कभर नपर्ने भनेर होइन। तर यो अति माथि भएछ यसलाई चाहिँ लडाइँभरि भारी लगाउनु पर्ने हुन्छ। यस्तो हुँदैन रहेछ। त्यही हो मिलाएर भारी लगाउनु पर्ने हुन्छ। त्यही हो अब यहाँ चाहिँ लगाउने हो। 1 2 सुरुमा चाहिँ धेरै लगाउँदाखेरि पनि राम्रो हुन्छ। ठुलो भारी छ भने ठुलो छ धेरै लगाउँछु। 3 4वटा भयो यहाँ लगाइदिन्छु 4वटा भयो। अनि यहाँ मुनि 4टा त्यसरी गरेर मिलाउँदै लगाउनु पर्ने हुन्छ। चाहिँ 1 यहाँ 2 आज भारी खेलिदिने मान्छे पनि छैन क्या 2 माथि त्यस्तो भारी लगाउने कले होइन मिलाएर 3वटा 4टा माथि लगाउने हो। त्यो फर्स्टमा भारी लगाइसक्छु अनि तपाईँलाई भेट्छु है त साथीहरू। अनि मैले चाहिँ यहाँ भारी पनि टक्कसँगले लगाएर उठाइसकेको छु। भारी चाहिँ हेर्नु सक्नुहुन्छ है त्यस्तो ठुलो पनि छैन। यो लगेर घर जानुपर्ने हुन्छ टक्कसँगले हेर्नु सक्नुहुन्छ यहाँ है पछाडिदेखि। यो अब यो पैसालाई घर जानुपर्ने हुन्छ। कुचो होइन यो पैसा हो पैसा। यो मैले चाहिँ अझै कस्तो भारी मिलेन रहेछ। भारी नमिलेपछि यस्तो हुन्छ क्या। तिमीले त घाँटी फटाइरहेको छ। त्यो साथीहरू अनि सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो कन्टेन्ट राम्रो लाग्यो भने। त्यो अनि आजको लागि मेरो कन्टेन्ट यति नै होइन। अब बिस्तारै भेट्दै जानुपर्ने हुन्छ भन्नाले नि यहाँ हेर्नु सक्नुहुन्छ। अब यो पनि थुत्नुपर्ने हुन्छ क्या यतातिर छ है टक्कसँगले। अनि यो पनि थुतेर सुकायोभरि एकै लटमा बेच्नु पर्ने सोचिरहेको छु क्या। यो कालासम्म 5 काला यहाँदेखि देखाइदिन्छु पर्ने छ क्या अझै। त्यो आज चाहिँ एक भारी थुत्यो।